बिहान 9 बजे निस्केको लगभग अहिले 12 बज्यो भनेपछि 10, 11, 12 3 घन्टा नियरली 3 घन्टामा आइपुग्दो रहेछौँ र बाटोमा मैले कति टाइम स्पेन्ड गरेको जहाँ खाजा खायौँ अनि खाजा खाने यताउता बिस्तारै आयो तर 3 घन्टामा आइपुग्यौँ हामी र यहाँ जताहेरि पनि झर्ना छ र फाइनली म आइपुगेँ अहिले भाङ्गे झरना मैलुङ झरना जे भने एउटै झरना एउटै नाम हो एउटै झरना हो दुईवटा नामले चिनेको रहेछ र अहिले हामी आइपुगिसक्यौँ र लुक एट दिस राम्रो छ बब्बाल यताबाट जाने यतैबाट हिँड्यो